म तपाईँको साइडमा थिएँ त। ओके 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 के अरे नयाँ भ्लग आयो कहाँ गएँ म इन्टरनेटको इस्यु तपाईँकै छेउमा थिएँ त अनि म तपाईँकै छेउमा थिएँ त बुझेन थाहा भएन हस् मेरो यो आइडीमा 10K फलोवर्स पुग्यो नि ल कङ्ग्रेचुलेसन्स मिस्टर तामाङ कहाँ हो अहिले घर अझै घर आउनु पर्दैन म घरमै नै हो म घरमा नै हो प्यारी प्रब्लमै थिए म घरमा नै छु प्यारे नाइस म घरमा नै छु हजुर ओ प्यारा हजुर के गर्दै हो खाना खाएको अघि चाहिँ म बाहिर क्याफेमा ब्रेकफास्ट गर्न गएको थियो ब्यान्ड कमेन्ट आयो राजाले म त भने गाइज जो पाइदियो होस्टहरूसँग जो जोइन हुने बित्तिकै यस्तो सो एनिवे गाइज मोडरेटर प्लिज अलिकति एक्टिभ भएर बस्नुहोस् होला ब्लाङ्क ब्लक हानिदिनुहोस् होला बाहिर कमेन्ट्सहरू आइरहेछ के अरे हिजो गाइज मलाई म्यासेज पठाएको थियो घोषको आइडीमा पनि पुरै ब्याड कमेन्ट आएर मेरो भने किन लाइक थाहा छैन छोड्यो मतलब पाचक भेट्छ केटाहरू तिमीलाई थाहा छैन होला म मैथाई सिकेको मान्छे मसँग खेल्नु नि अरूसँग किन खेल्नु मसँग खेल्नु नि मैथाई हो कि मैथाई हो मसँग खेल्नु नि अरूसँग किन नि खोज्नु पर्यो मसँग खेल्नु न मसँग खेल्न सक्ने हिम्मत छ के खाएको थियो चप्याक चुइगम खाएको भर्खर उठेको मान्छेले कसले चुइगम खान्छ मैले उठ्ने बित्तिकै नि चुइगम खान्छ एक्सर्साइज गर्नु परेन मुखको अलि धेरै बोल्न बनाउनु पर्ने त्यो त पर्छ होइन धेरै बोलाउन मात्रै होइन मुखको एक्सर्साइज गऱ्यो भने धेरै कुरामा काम लाग्छ द्याट्स अ गुड थिङ त्यही त चुमा खानुलाई बोल्नुलाई के हो के ओके त्यतिमै सीमित राखौँ मैलेलाई खोइ मेरो मोडरेटरहरूलाई के भयो मलाई उदिन त त्यो पर्दैन सुभाष खै त अनि सुभाष ड्युटीमा हुन्छ क्या मेरो प्रायस हो सुभाषलाई बनाउनु नराम्रो कमेन्ट आइरहेछ किन छाडा बोल्दैछ मलाई आउँथ्यो भन्न चाहिँ रिप्लाई दिन आउँथ्यो यतिखेर यहाँनिर मेरो छोरी मान्छेहरू धेरै छ क्या लाइभमा मलाई मुखै छाड्नु गाइस तपाईँ टेन्सन नगर्नु म म्युट हानिदिन्छु यहाँ लेख्नु नि एउटा कमेन्ट त कुदाउनु नि केटीहरू मस्केला अब मैले मोडेटर पाएँ पख्न मैले जानेछु मैले जानेछु सबैलाई लाइभ सेयर गर्नु त गाइस मोडरेटर जतिलाई सबैजनाले हजुर अनि आज त कस्तो राम्रो देखेको आहै नि देख्छ मेरो फेस सुनिरहेछ रक्सी धेरै भयो यो 1 महिना रक्सी धेरै भयो क्या गाइस आज लास्ट दिन रक्सी खानुपर्ने छ गाइस अनि आजदेखि रक्सी खानु पर्दैन अनि गाइस इग्नोर ब्याड कमेन्ट चाहिँ कस्तो हुन्छ यहाँनिर छोरी मान्छेहरू धेरै हुँदाखेरि तपाईँहरूले हेर्नुपर्छ कि त्यो कमेन्ट मलाई त्यो चाहिँ नराम्रो लाग्छ मलाई त गाइस आई डोन्ट माइन्ड लाइक यस्तो जाबो मेरो लागि त्यो ब्याड वर्ड्स पनि होइन गाइस आई हेभ सिन द वर्स्ट गाइस योभन्दा वर्स्ट देखेको छु मैले होइन मेरो लागि चाहिँ होइन जस्तो तपाईँहरूले देख्नुपर्छ भनेर मात्र मोडरेटरहरूले चाहिँ अलिकति ओके एनिवे मलाई त मतलब लाग्दैन गाइस छोडिदिन ओके एनिवे आज चाहिँ के छ भन्दा यो साथी छ क्या मेरो साथीहरू छ अनि उनीहरूले डिनरको लागि बोलाएको छ क्या मैले भने नि त नि पार्टी आज लास्ट पार्टी हो अनि आज डिनर गरिसकेपछि चाहिँ अनि सक्यो भोलिबाट चाहिँ म फ्री हो म 8 to 10 लाइभ आउँछु भोलि अनि त्यो पछि तिमीसँग टाइम मिलाएर आउँछु टिकटक खानुपर्छ तिमी र म मिलेर ल म तिमीलाई खान्छु तिमी टिकटक खाऊ म पनि टिकटक खान्छु लाइक ल म त खाँदिनँ तपाईँ नै खानु ठिक छ आइडीमा चाहिँ जान्छु एरोनको गर्लफ्रेन्ड हो यो घोस्ट एरोनको चाहिँ गाइज ऊ गर्लफ्रेन्ड नै हो मलाई पनि थाहा छ गाइज त्यो चाहिँ तर बुढी चाहिँ मेरो हो नि त नि भन्नु भयो गाइज गर्लफ्रेन्ड मेरो पनि टन्नै गर्लफ्रेन्ड चाहिँ मेरो लाइफमा भएको सबै गर्लफ्रेन्डहरू त हो जति पनि केटीहरू छ सबै गाइज मेरो गर्लफ्रेन्डहरू हो क्या गर्ल भनेको केटी फ्रेन्ड भनेको साथी सबै केटी साथीहरू हो क्या बुझ्यौ गर्लफ्रेन्ड बोयफ्रेन्ड कति हुन्छ जिन्दगीको गोरेटोमा बाटोमै बुढाबुढी हुनु पऱ्यो नि गाइज बुढाबुढी हुन सक्नु पऱ्यो नि होइन
गस भन्दियो त भन्दियो कसको बुढी हो भन्दियो गस मिस्टर तामाङको भेटिस फेरि एकचोटि भन्दियो गसको तिमी कसको बुढी हो मिस्टर तामाङको भेटिस भेटर्सहरू चाक शीतल भयो होला होइन शीतल भयो होला गाइस तर होइन हिजो त्यो रातो लागेर तिमी त्यसरी लाइभ बस्न चाहिँ नहुन्थ्यो अलिकति मन चाहिँ छिसिक्क भयो मेरो मैले कुरेको त नि आफै नआउनु म त्यस्तो झ्याप हुँदा पनि घरि फोनमा चार्ज नहुँदा पनि होइन साथीको फोन मागी त्यहाँनिर लाइभ आएको थियो के गएको थिएन नि अनि पछि त कहाँ हरायो त पछि त हरायो त फोनै डेड मेरो फोन डेड अनि त्यहाँनिर मलाई दुलाले नाच्न बोलाइथ्यो दुला चाहिँ मेरो बेस्ट फ्रेन्ड हो क्या अनि नाच्न बोलाइथ्यो म गएन त्यहाँ गएको त यस्तो मुख छाड्यो त्यसले पनि गाइस यो लाइभमा जसरी मुख छाड्छ नि हेटर्सहरूले त्यसरी नै मुख छाड्यो मलाई यो वाला गिफ्टै मन पर्दैन गाइस प्लिज अनि नाच्न आएन जतिखेर नि फोनमा हुन्छ इट्स लाइक रिसेन्ट टाइममा गाइस यो गोस्टले मेरो दिमाग खाएको छ क्या जतिखेर दिमागमा गोस्ट हुन्छ अनि फोनमा मात्रै बिजी हुन्छ नि त म अनि त्यो रिजनले गर्दा सुभाष अनि जतिखेर नै फोनमा बिजी हुन्छ अनि साथीले टाइम दिएन भन्दा क्या हिजो अनि गाइस स्टेजमा गएर हुन्छ नि के त दुलाको साथीले स्पिच दिन्छ नि स्पिच दिनुपर्ने थियो त्यहाँनिर अनि म त अनि बिजी क्या झ्यापमा थियो प्लस त्यसलाई केही गर्दै गरेन क्या त्यस्तोहरू अनि बिस्किरहेको थियो साथी पछि अनि त्यहाँ नाच्दा ढिलो भएछ म त घर फर्किँदै थियो 1 बजेको नि सुभाष म सुत्दिएको म त हिजो तपाईँसँग कट गर्ने बित्तिकै सुत्दिएको क्या तपाईँसँग बोल्यो अनि कट गरेर सुतिहालेँ कोहीसँग त मस्किनै कोहीसँग मस्किएन प्लिज गोस्ट हिजो तिमी कोसँग मस्क्यो कोसँग मस्किएन मलाई थाहा छ मेरो होइन मिस्टर तामाङ म कसैसँग मस्किदिनँ नि म सोझो लोयल भइसकेको छु लोयल लास्टै लोयल हो म ए आमा ए श्री लेखेर आउनुपर्छ गोस्ट पाउनलाई त साँच्चै भने त्यो मिस्टर तामाङको श्री लेखेको छ अरे क्या निधारमा यो त निधारमा यत्रो ठुलो छ यहाँ त श्री पनि लेखाएको छ चाँदनी पनि लेखाएको छ शर्मिला पनि लेखाएको छ सबै लेखाएको छ चाँदनी लेखाएको छ सब लेखाएको छ नि मेरो निधारमा त निधार ठुलो छ नि त मेरो श्री मात्रै होइन श्रीमाया मगर मात्रै होइन गाइस शर्मिला माया तामाङ चिनीमाया प्याकुरियल सबै छ निधारमा त तिरबाडुर पनि होला नि सुभाष एकचोटि यो गिफ्ट पठायो भने ब्लग हानिदिन्छु म आई स्वेयर म ब्लग हानिदिन्छु साँच्चै भनेको गोबर फुलाउनु भनेको क्या मलाई पर्दैन म ब्लग यस्तो फुलाउनु त ल मिस्टर तामाङ उ गर्नु न म जान्छु आज उ भने के हो तपाईँ बोली बस्नु कि म गएको एकछिनमा त आएको ल गएँ धेरै बाई राज त अति नै एक्टिभ भयो त गाइस राज धेरैजनाले म्युट नगर त तिमीले गएको ल मिस्टर तामाङ प्यारा बाई भन्दै हो एकछिन बस एकछिन प्यारा म गएको के बाई भन्नु नि कहाँ जाने भन पहिला नि मात्रै तिमी आज इभिनिङमा कति बजी लाइभ आउँछौ भन्नु त मलाई म आज 7 बज्छ होला मेरो भ्लग एडिट गर्नु छ आज यी भ्लग आउँछ प्यारीहरू है त्यसो ढिलो आउनु त नि भइहाल्यो नि कति बजे म त 10-11 बजीतिर मात्रै लाइभ आउँछ होला हैन आम सरी नो प्यारीहरू यसरी म्यानिपुलेट गर्दिन म नो तिमीलाई जुन टाइम ठिक लाग्छ त्यही बेलामा तिम्रो लागि जुन पर्फेक्ट हो म पर्खी बस्छु नि त हैन इट्स ओके लाइक म्याच खेला सबै कुरा ठिकै छ इट्स ओके तिमी जे गर्न मन छ प्यारे अनि आज कस्तो राम्रो देखेको खै मुख धोयो आँखा राम्रो हो क्या एउटा कुरा त अनि आई डोन्ट नो बिहान उठ्ने बित्तिकै चुइकेम खाने केटीले गाइस 2 प्याक हान्यो भन्दाखेरि म खासै सरप्राइज पनि हुँदिन त्यो भएर राम्रो देखायो होला फेस सुनिरहेछ आज रिस उठिरहेछ छैन फेस सुनिरहेछ रिस त उठ्दैन मलाई गोससँग गाइस मेरो चित्त दुख्छ रिस चाहिँ उठ्दैन गाइस मलाई रिस हत्तापत्ता उठ्दैन गाइस कोही मान्छेले के भन्यो भने मलाई चित्त चाहिँ दुख्छ गाइस रिस चाहिँ खासै उठ्दैन कति राम्रो हिजो त कति राम्रो देखेको मिस्टर तामाङ त म त सधैँ हेरिरहँ जस्तो लाग्नु भएको थियो क्या अनि त्यो फर यू पेजमा भिडियो कुदिरहेको रहेछ हेर्दा ओहो कति राम्रो देखेको मिस्टर तामाङ किन यस्तो राम्रो देखेको प्यारा वा मुस्कान त झन् होइन राम्रो लाग्छ भन्नु पनि नपाउनु
मेरो हानेर मुख ठुलो भइसक्यो अहिले गाइस तपाईँले 1 महिना अगाडिको मेरो भिडियो हेर्नुहोस् र अहिलेको भिडियो हेर्नुहोस् गाइस त्यो हाँस्दा ब्लस गर्दा गर्दै मेरो मुख ठुलो भइसक्यो क्या हुन दिनु न केही हुँदैन क्या प्यारा प्यारे अबदेखि त गाइस दाँत अलिकति सेतो बनाएर आउनु पर्ला जस्तो त्यो त्यही मात्रै हाँस्यो धेरै हाँस्यो म त्यो भएर राम मक्खै नपाउनु म अब अनि आफ्नो प्यारीले तारिफ गर्दाखेरि मक्खै नभएर के हुन्छ त भन्नु न फर्काउनु न त्यही भएर थर्काइदिउँ म थर्काइदिउँ होइन पर्दैन छोड आई सुसी के छ ल मिस्टर तामाङ म गएको थ्याङ्क यू लेख्नु प्यारेहरू साँझ भ्लग आउँछ है मेरो पनि आज मिस्टर तामाङको नि हेरिदिनु हिजो सुशी फलो दिस अकाउन्ट दिस इज अ न्यू अकाउन्ट आछि एकैचोटि भाग्यो त सुशी दिस इज अ न्यू अकाउन्ट अर्को आइडी रहेछ त